Fuji-san. दाजुभाइको हाइक चाहिँ सुरु अब यहाँ ल यो चाहिँ हाम्रो खाना अब हामी जति यो सिन हेर्दै दाजुभाइ ल्याम खान्छ के छ फुजीसान जाने होइन त ए बस कुद्दैछौँ हामी चाहिँ फुजीसान जानको लागि चार्ज हान्दै चार्ज खानु पऱ्यो नि त उता गएर भोक लाग्छ बसमा पुरा जाने लगातार कस्तो हान्छौँ देखाएर त बस्यो यहाँबाटै सट्ट अब घोटेम्पासम्म हामी चाहिँ गोगोमेमा आएर यो किने कति दिनु यो 1000 पर्यो दाइको चाहिँ लामो छ अनि दाइले चाहिँ कति 1500 लामो किन्नुभयो मैले चाहिँ यो किने गिफ्टको लागि किनभने मेरो स्टिक छ अब हामी यहाँबाट ओ माई गड एकैछिनमा चाहिँ ओइ लुगा त लाउनु पर्छ के त मेरो त छैन यति हो कुन लाउँदै दाजुभाइको हाइक चाहिँ सुरु अब यहाँबाट के अरे इच्छा पुरा डेन्जर छ ल यहाँबाट अब माथि गएर देखाउँला 20 मिनट हिँडिया छैन यहाँ थाकेर मर्नु भयो यहाँ हुस्सो आएको छ हेर न बबाल छ डे 1 हो यो भोलि पनि हुन्छ हाम्रो दाइ तल्ल छ दाइ पनि भिडियो बनाउँदै आउँदैछ के भन्दैछ दाइ थाकेर हिँड्नै सकेन ल्याङ भयो दाइ थाक्यो यार यो केटा हो आयो फुजीसान आयो ल हेर फुजीसान ओ माई गड अब जङ्गल सक्यो ठ्याक्क फुजीसान देख्यो ओ हामी चाहिँ यहाँ आइपुग्यो ल यहाँबाट चाहिँ भ्यू यस्तो देखाएको अब चाहिँ हामी चाहिँ अब 10-15 मिनट हिँडेपछि यहाँ माथि पुग्छ हाम्रो चाहिँ माउन्टेन हट छ त्यहाँ गया त्यहाँ आज बसिन्छ त्यो पछि 4-5 घन्टा सुतेर हामी फेरि राति 12-1 बजी उठेर गइन्छ माथि त्यहाँ माथि ओ माई गड यस्तो राम्रो देखाएको छ कि यस्तो राम्रो मौसम पर्यो कि न पानी पनि परेको छैन न घाम लागेको छ यस्तो पबा छ हेर ल
ए हाम्रो दाइ त्यहाँ छन्। दाइ हिँड्नु 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 ढिला हुन्छ फेरि चेकिङ गर्नु। कसले भन्यो भन्दैछ सुत्नु दाइ सुत्ने दाइ सुत्यो हेरी है दाइ यार सुतिर उमेर आउँदैन फर्केर। हेर्दा हेर्दै बुढो भयो ये चलिरहेछ राम्रै चलिरहेछ। अब 15-20 मिनट हिँडेपछि त्यहाँ म गयो पुगिन्छ। त्यहाँ बसेर खानासाना खाइन्छ। ठिक छ रमाइलो भइरहेछ। हाम्रो दाइ पनि के अरे उडङ्गे छ यार दाइ ढुङ्गा हान्ने भन्छ तर रमाइलो छ दाइ। दिन गएको जुङ्गाना आएको जस्तै जति ठुलो भयो नि जस्तो अब हामीसँग नि मिल्नुहुन्छ एकदम रमाइलो हुनुहुन्छ हाम्रो दाइ। मैले नियङ्गाकोदेखि नै सँगै हो हामी एकदम। तर कसम चाहिँ दाइ यार यस्तो बबाल भ्यू छ यार। यता छ यहाँमा गयो यहाँ चाहिँ हामी बस्ने हो। बस्ने भन्दा नि एकछिन रेस्ट गर्ने हो। त्यो पछि हामी हिँडिहाल्छौँ। यस्तो छ भ्यू चाहिँ। त्यो चाहिँ तलतिरको चाहिँ यस्तो छ माथिको चाहिँ यस्तो छ ल। भात ल यो चाहिँ हाम्रो खाना। अब हामी चट्टै यो सिन हेर्दै दाजुभाइ ल्याम ल्याम खान्छ। खाना पुगेन र भने दाइले कम्प्लेन गरिदिन्छु। खाना थोरै भयो अरे भनेर जाडो आमा यस्तो छ त भित्र जग्गा लुगा स्किन चाहिँ यस्तो छ यहाँसँग माउन्टेनहरू चाहिँ यस्तो छ। यस्तो सानो कोठामा सबैजना हामी 2जना मात्रै।